चरा कराएको सो हेलो गाइज वेलकम छ हजुर सम्पूर्णलाई मेरो आज नयाँ ब्लगमा न्यू डे एन्ड न्यू ब्लग न्यू इयर आज चाहिँ 81 साल आज 2081 सालमा म 82 सालमा म 2081 सालको गुफामा जाँदैछु साथीहरू मैले हेर्नु पूजा पनि गरेको साथीहरू पूजा गरेर म हग्न जान्छु हग्न गएर आएपछि कुरा गरौँ ल मेरो मम्मीलाई नि सधैँ निरोगी हुनु कहिले नि रोग नलागोस् सधैँ यस्तै ओठमा हाँसो रहिरहोस् हाँसिरहनु धेरै गाली नगर्नु मलाई हामीलाई टिका लगाइदिएको 1000 रुपैयाँ दक्षिणा दिनु खै ढोगरमा हामीले चाहिँ टिका पनि लगाइसक्यौँ साथीहरू अब चाहिँ म बाख्राकोटा जान्छु न्यू इयर आयो भनेर पनि के भन्नु र हौ बाख्राकोटा जानु परेपछि त बाख्राकोटा जाने हो त बाख्राकोटा जान्छु अरू घुम्न कहाँ होला कहाँ गएको होला नयाँ कपडा होला चप्पल दिन लगाना हो तिनी यार नयाँ कुर्ता हो कि साथीहरू यहाँनिर उद्रेक त्यो पनि केही छैन नयाँ कपडा नै हो बस्न अच्छा ढङ्गु नभएपछि यस्तो हुन्छ कि यो मैले माथिबाट चलाउँदाखेरि च्यातेको अरूहरूको न्यू इयर कस्तो हुन्छ र हाम्रो न्यू इयर कस्तो हुन्छ म हजुरलाई देखाउनु चाहन्छु आज चाहिँ हामी घुम्न आएको छौँ कहाँ घुम्न आएको छौँ भनेपछि ल हेर्नु गाइजहरू ल हेर्नु गए बाख्राकोटा गाइज ह्याप्पी न्यू इयर बहिनी अर्को हात त बेचेत नगर्नु ल ह्याप्पी न्यू इयर कता हो नयाँ कपडा लगाएर ल हामी पनि मामगर जाने अरे एकछिन बाद जान्छ साथीहरूको मामगर बाख्रा त हेर्नु पऱ्यो नि त होइन यो आएर भनेर डुल्नु पनि भएन सबै मामगर जाने नि बाख्रा हेरेर अनि साथीहरू आज चाहिँ भिडियो सुट हुँदैछ अनि भाइ आएको छ हेरौँ म चाहिँ यस्तो भएको छु नि हेर्नु म हेरौँ मेरो रियाक्सन पनि यहाँ न यहाँ आऊ कि यहाँ छु म बसेर बोलेर ब्लग आज ब्लग इसा गर्छु भएन पुरा खोला त्यहाँ आउँछ कि राम्रो यहाँ आउन यहाँको कस्तो एउटा लाइक कमेन्ट एउटा आएको थिएन उहाँ जाउँला कि उहाँ स्याड होला पनि हुन्छ पानी पनि देखिन्छ सिन पनि देखिन्छ कि त्यो भनेर डाइरेक्टरहरू यत्रो सत्तिर बसेको होइन कि म मामगर जाने भनेर अब तँलाई किन धोका दिने त मेरो लागि उहाँबाट आएको छ त्यही भएर अनि भनेर आएको कि म भन्थ्यो नि तँलाई आफ्नो स्टाइल भाइरल भएको खान्छ हेर्नु साथीहरूमा त्यसको बहिनी चाहियो यतिको मामगर जाने हो होइन टिकटक बनाएर म त के अन्त अस्तिको ठाउँमा भने होइन अस्ति अब चाहिँ हामी सुटिङमा जाँदैछौँ भिडियो घाम भएर हाम्रो डाइरेक्टर अब जान्छौँ घाम छ क्या हामी जान्थेनौँ र अरू भएको भए आफ्नै भाइ भएर गएको है त्यसको लागि मात्रै गएको भिडियो बनाउन दिदी भन्यो अनि हामी दिदीबहिनीलाई बोकेर आयौँ हामी त्यो जुत्ता ल्याउनु पर्छ त मोड्दा फेरि जुत्ता लिनु गएको अहिले भाइरल भयो त्यही भएर भाइरल भइहाल्छ क्या त्यसकोमा लाइक लिएर आउँछ अनि अस्तिको भिडियो भाइरल भयो राम्रो भयो अनि अरूहरूसँग पनि बनाएको थियो तिनीहरूसँग भिडियो भाइरल भएन मसँग बनाएको चाहिँ भाइरल भयो त्यही भएर चाहिँ त्यसले मलाई जाम तैँले खतरा एक्टिङ गर्छु जाम दिदी भनेर उतै ढोक गरेर साथीहरू हिरोको आफ्नो बहिनीलाई चाहिँ दाइले काम गरेको हेर्न नसकेर म गराइदिन्छु ल त बोल्छ गरा भिडियो म गराइदिन्छु भनेर आफ्नो दाइलाई सहयोग गर्न लास्नेर जति जे गरे पनि आफ्नो भाइ बिना भनेको आफ्नो भाइ बिना हेर साथीहरू हामी चाहिँ भिडियो बनाएर आइसक्यौँ अनि म चाहिँ यहाँ छु अनि पहिला दिदी त्यहाँ हुनुहुन्छ अनि शिवम भाइरल चाहिँ यहाँ हुनुहुन्छ अनि चाहिँ हिँडेर नसकेर आउँदै हुनुहुन्छ अनि यिनीहरूले चाहिँ पुलमा जाम भन मऱ्यो अझै गरेर हामी चाहिँ पुलमा आयौँ कि अन्त जाउँ पुलमा हेर
अब चाहिँ हामी अर्को तैँले अर्को आइदिनु पर्यो आउनु साथीहरू फुल आइदिनु जाँदै छौँ हामीहरू फुलमा त्यो छ साथीहरू यत्रो छ हामी तल गएको थियौँ अघि देख्नु भएको थियो टिकटक बनाउनु अनि म चाहिँ आइसकेँ ल आऊ हो उजी गाडी यो त हामीहरू चाहिँ यहाँबाट आइसक्यौँ बाई साथीहरू अब हामी घर जाने यिनीहरू मात्रै भन्नु मात्रै हामीहरू फुलमा आएको ल बाई साथीहरू सो गाइज हामी चाहिँ भिडियो बनाएर भर्खर आएको हामी थाकेर लुवात परेको मुख पनि धोयो मैले चाहिँ हिरो अनि टक्कर अर्को हिरो नि हिरोको बहिनी अनि त्यहाँपछि हामी हाम्रा बहिनीहरू डाइरेक्टरहरू 1 2 3 भन्ने मान्छेहरू निर चाहिँ अनि है साडी पनि मैले यस्तो पोको पारेको सलवार छु माथि अझ हाम्रो घर कति टाढा टक्कलाएर स्कुटी किने सेयर हिरो हेर्छु म हिरोनीले चाहिँ स्योर किन्छु कहिले किन्ने अब आफू कमाउने हे भगवान् कमाउनु भएछ कि हामी कमाउनु यस्ता केटाकेटी यिनीहरूको स्कुटीमा बसेर पढ्न पाउने मैले नकिन्न नसके पनि तिमीलाई चाहिँ किन्न पर्छ र मलाई चाहिँ तर कसले किन भनेर सुज गर्न किनिहाल्छ मलाई चाहिँ नै म आफ्नै पैसाले किन्नु आफ्नो चाहे त 5 रुपियाँ किन्नुहोस् आफ्नो कमाइ खान कति आराम लाग्छ कति मजा आउँछ जता गयो नि भो जे गरे भोलि त के हुन्छ भोलि मामको पनि जाने भनेको भ्लगमा भन्दै सोच साथीहरू नयाँ वर्षको खाना चाहिँ यो हाम्रो चाहिँ यस्तै भयो हजुरहरूको कस्तो बेला साथीहरू भात खाने डिउ खाने सुतिन्छ भक्क ए यहाँ छ लो पनिर हामी चाहिँ पुरो पनिर खाँदैछौँ साथीहरू अनि चिसो पनि छ डिउ पनि छ खानी हाल्छु सो बाई बाई गाइज कस्तो लाग्यो आजको ब्लग कमेन्ट गरिदिनु होला र सबैजनाले सब्सक्राइब गरिदिनु होला साथ सपोर्ट दिनु होला माया गरिदिनु होला अनि चाहिँ मेरो पनि सपना थियो पहिलेबाट सपना थियो ब्लग गर्ने अनि त्यसपछि अब त्यही त अनि स्कुल स्टुडेन्ट स्कुलले गर्दा भ्याइँदैन अनि त्यसरी अब 3 महिनासम्म छुट्टी हुन्छ नि त अनि त्यसैको कारण त्यही बिचमा अब गर्छु अब चाहिँ भनेर मैले ठ्याक्क 1 गते वैशाख 1 गतेबाट सुरु गरेको छु पहिला पनि अलिअलि गराएर हाल्थेँ त्यसरी गराएर त हाल्थेन अलिअलि तर वैशाख 1 गतेबाट कन्टिन्यू डेली भ्लग आउँछ साथीहरू अब त्यही त सुरुमा कोही पनि हुँदैन साथ सपोर्टर त्यसपछि अलिअलि गर्दै मिहिनेत गरिसकेपछि बढ्छ सो बाई बाई गाइज अब भोलि भेटौँला